नमस्कार सबैजनालाई, म रामकाजी डिटेकबाट हजुरहरूको लागि चाहिँ आज हामीले यो एमपिओ कनेक्टर र एमपिओ केबल रिलेटेड चाहिँ एउटा एकदम इम्पोर्टेन्ट भिडियो लिएर आएको छौँ, जहाँ चाहिँ तपाईँहरूलाई थाहा छँदैछ अरूहरू फाइबरहरूमा चाहिँ 1 कोड हुन्छ भने यो एमपिओ फाइबर केबलमा चाहिँ तपाईँको 8वटा 12 16 24 32वटा भित्र फाइबरहरू रहेको छ र यसलाई चाहिँ यो चाहिँ कसरी काम गर्छ र तपाईँहरूले सेलेक्सन गर्दाखेरि कुन सेलेक्सन गर्नुपर्छ भन्ने चिजहरू देखाउन गइरहेको छौँ। तपाईँहरूको सर्वप्रथम चाहिँ यसमा चाहिँ यो कनेक्टरलाई चाहिँ एमपिओ कनेक्टर भनिन्छ भने यसले गर्दाखेरि यसलाई एमपिओ केबल पनि भनिन्छ र यसमा तपाईँलाई एउटा चिज चाहिँ इम्पोर्टेन्ट यो साइडमा चाहिँ जहाँ चाहिँ यहाँ देख्नुहुन्छ पिक्चरमा चाहिँ देख्न सक्नुहुन्छ होला, यहाँनिर यो कनेक्टर भएकोलाई चाहिँ एउटा मेल एन्ड फिमेल भनेर चाहिँ अलिकति डिफ्रेन्सिएस गरिएको हुन्छ। मेल भयो भने पिन हुन्छ, फिमेल भयो भने चाहिँ त्यहाँनिर होल हुन्छ तपाईँहरूले रेक्टिफाई गर्दाखेरि। र यसमा तपाईँहरूलाई हामीले भनिहाल्यौँ जहाँ चाहिँ एउटा यो भित्र हेर्दाखेरि एउटा मात्रै देखेको छ, तर यो भित्र चाहिँ तपाईँको 8वटा 12वटा 24वटा यसरी 16वटा यसरी फाइबरहरू कोरहरू रहेको छ, जहाँ चाहिँ त्यसलाई चाहिँ हामीले रिबन फाइबर भनिन्छ। त्यो चाहिँ मल्टिमोडमा रहेको छ। लास्ट टाइम तपाईँहरूलाई हामीले OEM 1 देखि लिएर OEM 5 सम्मको डिफ्रेन्सेसहरू देखाइसकेको छौँ। त्यही अनुसार यसमा पनि हुन्छ कुन खालको मल्टिमोड युज गरेको छ, OEM 3 OEM 4 भन्ने डिफ्रेन्ट हुन्छ। र अब हामीले जाँदाखेरि अब यो त इम्पोर्टेन्ट भइहाल्यो, अर्को पनि फेरि टाइप छ यसमा पनि, फेरि A टाइप B टाइप C टाइप रहेको छ। A टाइप चाहिँ तपाईँलाई ODF टु ODF युज गरिन्छ भने त्यसलाई A टाइप स्ट्रेट खालको युज गरिन्छ, अनि B टाइप चाहिँ यो तपाईँको QSRP 40G 100Gहरू युज गरिन्छ SR मा भने त्यसमा चाहिँ तपाईँको B टाइपको युज गरिन्छ, क्रस भनिन्छ, त्यसको अलिकति डिटेलली जानुपर्ने हुन्छ। र C टाइप चाहिँ तपाईँहरूले मोस्टली चाहिँ यो ब्रेकआउट केबलहरू यो युज हुन्छ। यसमा चाहिँ तपाईँहरूलाई हामीले अर्को भिडियो बनाउने नै छु यसको लागि पनि। र अब हामीले जाँदाखेरि तपाईँहरूलाई भनिहाल्यौँ 40G 100G यसरी हुन्छ SR, र यसमा अब यो चाहिँ एमपिओ 8F मा नि 8वटा फाइबर होइन, 8वटा फाइबर युज गरिन्छ। अब कसरी युज गरिन्छ भन्ने चिज म क्यालकुलेसन वाइज देखाइदिन्छु तपाईँहरूलाई। र यसमा अलिकति इम्पोर्टेन्ट 8वटा माथि 8वटा वा 12वटा जुनै कोडमा युज गरे पनि अहिलेको लागि हामीले 12वटा कोड युज गरेको छौँ भने त्यसमा चाहिँ 1 देखिको 4, जहाँ चाहिँ अब म तपाईँहरूलाई एउटा प्र्याक्टिकली एउटा लिस्टमा देखाइदिन्छु, जहाँ चाहिँ अब तपाईँहरूलाई 1 देखिको अब यहाँनिर एउटा कोड 2 3 4 4वटा कोडसम्म चाहिँ ट्रान्समिट होइन, ट्रान्समिटको लागि युज गरिन्छ भने यो 4वटाको लागि। अब अर्को 5 देखिको 8 सम्मको चाहिँ तपाईँको पल्लोपट्टिबाट आएको सिग्नललाई चाहिँ रिसिभ गरेर चाहिँ एउटा युज गरिन्छ। त्यसरी चाहिँ यसरी युज गरिन्छ। र यो रिमेनिङ 9 देखिको 12 चाहिँ त्यति युजमा आउँदैन, र पनि यसलाई चाहिँ हामीले अप्सनलमा राखेको हुन्छौँ। यदि तपाईँले 8 फाइबर युज गर्न सक्नुहुन्छ अथवा यस 12को युज गर्न सक्नुहुन्छ। प्राइजेसहरू धेरै डिफ्रेन्सहरू त हुन सक्दैन। र अब तपाईँलाई यहाँनिर एउटा चिज छ 40G को SR, लास्ट टाइम हामीले भनेको थियौँ 4 माने चाहिँ के भयो भने त्यसमा 4वटा सिग्नल गएको, 4वटा एउटा ल्याम्डाहरू गएको हुन्छ। त्यसमा चाहिँ अब यो ल्याम्डामा एउटा युज गरेको हुन्छ, यसमा 4 माने 4वटा युज गरेको हुन्छ, 2टा युज गरेको हुन्छ, 3 4वटा यसरी गरेर चाहिँ यसमा चाहिँ कति भयो 25 गरेर चाहिँ तपाईँको यहाँनिर चाहिँ 100G निकाल्नु छ भने यसरी 100G निकालिन्छ। भने यसैमा 40G निकाल्नु छ भने त्यसपछि 10G होइन, एउटामा 10G एन्ड 10G गऱ्यो भने यसमा चाहिँ 40G निकालेको हुन्छ आउटपुट। त्यसरी चाहिँ निकालेर युज गरिन्छ। यो एमपिओमा यसरी चाहिँ भित्रभित्रै युज भएको हुन्छ। र यो रिलेटेड मोर इन्फर्मेसन चाहिन्छ भने तपाईँहरूले हामीलाई कल गर्न सक्नुहुन्छ। साथसाथै हाम्रो वेबसाइटहरूमा पनि गएर तपाईँहरूले के देख्नुहुन्छ भने यो एमपिओ भइहाल्यो। यसमा यहाँनिर चाहिँ भेरिएन्टहरू छ। भेरिएन्ट चाहिँ यो चाहिँ के भने एफ माने फिमेल टु फिमेल 12 पिनवटा 7 मिटरको एन्ड 7 मिटर 8 मिटर 15 मिटर यसरी रहेको छ। यो रिलेटेड तपाईँहरूले हेर्न सक्नुहुन्छ। मोर डिटेलहरू पनि दिएको छ तल। मोर इन्फर्मेसनको लागि तपाईँले हामीलाई कल गर्न सक्नुहुन्छ। थ्याङ्क यू।